अब यहाँबाट खाना खाएर सबै मिठो छ मिल्छ सुन्दर नजारा देखाउनु छ कि एउटा नजारा हेर्नु कि मस्त भ्यू छ कि यहाँबाट त हाय हेलो नमस्ते नमस्कार आप सब क्या फिर से हमारे नया ब्लॉग में आप सबके स्वागत है। तो आज हम सबके इन्विटेशन से वो इन्विटेशन का इवेंट में जाए के लागी हम सब तैयार भेल छे और हमार साथी सब जे छे सब तनका दूर चल गया छे ओते आगा में तो सब क्यों के इन्विटेशन से आ चुके तो हम सब जा रहल छे वही इवेंट में अटेम्प्ट होके लागी और इवेंट में तो हामीहरु सबैजना इवेंट में आइसके छौ। अब अरु मित्र छिरे अनि हामी सबजना बस्छौ अब अनि यहाँ बसेर अब एकछिनमा हामीलाई नास्ता हामीले चाहिँ नास्ता खान दिइसकेछ। नास्तामा चोको पाई अनि फ्रुट्सहरु छ अनि ड्रिंक्स छ। हामी सबजना नास्ताको इन्जोय गरिरहेछु गर्दै सबजना खाइरहेछ आफ्नो आफ्नो। अब सब साथी हामी यहाँ बसेछौँ अहिले सब एक ठाउँमा बस म पनि आफ्नो नास्ता लिएर इन्जोय गरिरहेछु अनि म आफ्नो रुमको साथीहरुसँग अब यहाँ नास्ता खाएर हाम्रो एकछिनमा अब गेम सुरु हुन्छ। अब गेमको इन्जोय गरेर हामी त्यस गेम चाहिँ स्टार्ट भइसकेछ। अब हामी एकछिन बसेर गेमको इन्जोय गर्छौं। आखिर क्यों पल में यूं दीवाना मैं हो गया लिएर चाहिँ आफ्नो ठाउँमा चाहिँ आउनु पर्ने हुन्छ। त्यसरी तीनजना चाहिँ यता बस्नु पर्ने हुन्छ। दुईजना मिलेर चाहिँ एकजनालाई एकदमै छिटो गर्नु भयो भने चाहिँ रमाइलो हुनेछ। केटीले चाहिँ केटा चाहिँ ल्याउनु पर्ने हुन्छ। तुम्हें जो मैंने देखा तुम्हें जो मैंने जाना तुम्हें जो मैंने देखा तुम्हें जो मैंने जाना जो होश था वो केटाकेटी छ भने चाहिँ जोड गर्दाखेरि पनि हुन्छ फेरि। 친구니까 अगाडि भएको साथीहरूलाई अनि यता साइड भएको साथीहरूलाई चाहिँ ल्याउनु मिल्छ। स्पोर्ट पढेको भएर चाहिँ स्पोर्टको चाहिँ पढिँदैन तर सुरु गर्नु एक्सप्लेनेसन अब हामी चाहिँ गेमको अन्तिमतिर आइपुगेछौँ। अब यो गेम सकाएर हामी होटलतिर जानेछौँ किनभने टाइम पनि धेरै भयो। अब हामी सबजना होटल आइसकेछौँ अनि यो चाहिँ पछाडिको हाम्रो सर हुनुहुन्छ यही चाहिँ हाम्रो सबलाई कोच गर्दै हुनुहुन्छ। हामी चाहिँ एक्सलेटरमा चढेर अब माथितिर गइरहेछौँ पार्किङबाट। अब माथि गएर कोही साथीहरू पछाडि छ कोही अगाडि छ कोही आदि आउन बाँकी छ सायद अरू यहाँ अगाडि छ अनि हामी गएर त्यहाँ एकछिन बस्छौँ सबजना आएपछि अनि हामी चाहिँ खाना खान्छौँ। हामी सबजना यहाँ आए अब यहाँबाट खाना खाएर के भन्छ अब बिचतिर जान्छौँ। यहाँ हाम्रो सब साथीहरू यहाँ बसेछ टक्क सब खाना बसेछ अनि यहाँबाट खाना खाएर अनि हामी बिचतिर जाने हो। साथीहरू यहाँ छ अनि अझै साथीहरू यहाँ छ कि अब यहाँबाट हामी खाना खाएर सब बिचतिर जाने हो अनि त्यहाँ इन्जोयमेन्ट गर्छौँ हामी के भन्छ। अब त्यहाँ गएर मस्त तपाईँहरूलाई त्यहाँको के कस्तो भ्यू छ म तपाईँहरूलाई त्यहाँ देखाउने छु कि। फाइनली हाम्रो खाना चाहिँ आइसकेछ। अब यहाँ खानामा चाहिँ अन्डा छ अनि यहाँ चौचौहरू थियो नुडल्सहरू उसलाई हामी यहीँ टेबलमै हुन्छ सेट यस्तो कि बनाउने त्यहाँ बनाएर हामी सबजना खाँदैछौँ। यहाँ नुनहरू कहीँ छैन मात्रै सस मिठो लागिरहेछ। अब हामी सबजना यही खाएर अब म सब साथीसँग सोध्ने छु कि खानाको स्वाद कस्तो लाग्यो। साथी हो कस्तो स्वाद छ? एकदम मिठो छ यार।
दामी छ यार दोस्त दाम लास्ट गुलियो गुलियो छ यार माछा माछा बनाइदिन्छ ती साथीहरू यहाँ खाना खाएर कस्तो लाग्यो त भन्ने भन्दैनु त छ कि भन्ने के छ यहाँको खानाको बारेमा के खानाको बारेमा भन्नु सबै मिठो छ मिल्छ एकदम साथी हो के छ खानाको बारेमा के भन्छौ न यहाँ खानाको बब्बाल यहाँको खानाहरू के कस्तो छ भनिदिनु एकदम मिठो छ के छ यहाँको खानाहरू भनिदिनु न के छ मिठो छ अनुहारबाट हेर्नु न अलिकति यहाँको फुडको बारेमा डिस्क्राइब गर्दै एकदम वर्स्ट एक्सपिरियन्स अझसम्मको एकदम गुलियो नुन पनि छैन नुन माग्यो भने झन् गुलियो दिन्छ नमस्ते म अभागी नेपाली भाग्यमानी खाना खान आएको नभागी पर्यो जिन्दगीमा पैसा जति धेरै कमाए पनि कोरियन फुड खानु चाहिँ जिन्दगीमा कहिले नआउनु ल वर्स्ट 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 यहाँभरिको मिठो आइस मात्रै छ बरु के छ साथी खानाको कस्तो लाग्यो खाएर भनिदिनु हल्का मिठै थियो तर अलिक गुलियो थियो वी मिस नेपाली फुड Any review about this food? Any dividing? नेपाली खाने भने नेपाली नै हो नेपालीलाई नेपाली नै मनपर्छ दाल भात तरकारी मुस्लिम हो मेरो चाहिँ झन् अचार है दाल भात तरकारी गुन्द्रुक ढेँडो पावर 24 आवर यो त खाए फाइनली चाहिँ हाम्रो यहाँको खानपिन भयो अब हामी चाहिँ बिचतिर जान्छौँ होइन लगभग चाहिँ यहाँबाट 3 किलोमिटर चाहिँ अब बिच बाँकी छ अब फेरि यहाँ हामी पार्किङमा गाडी लागेछौँ होइन सबको खाना भयो अब त्यहाँ पार्किङ गएर फेरि त्यहाँबाट हामी बिच जानेछौँ अब हामी चाहिँ यहाँ नजिक पुगिसकेछौँ अब यो माथि चढेर तपाईँहरूलाई म यहाँको सुन्दर नजारा देखाउनु छु कि एउटा सुन्दर नजारा जसलाई भन्छ नि त्यस्तो सुन्दर नजारा म तपाईँहरूलाई देखाउनु छु अब ब्याकवार्ड क्यामेरा गरेर नजारा हेर्नु कि मस्त भ्यू छ कि यहाँबाट त मा कसम देख्यो कि ओएमजी यहाँ हरेक कुराहरू लेखेछ के बिच छ केले कि यहाँ सब डिटेल छ यहाँबाट नजारा हेर्नु तपाईँहरू यहाँबाट कि यस्तो नजारा छ यहाँबाट यहाँ सिप एउटा छ यहाँ हाम्रो साथीहरू सब आएछ यहाँ देखिरहेछ कि यहाँबाट सब इन्जोयमेन्ट गरिरहेछ हाम्रो साथीहरू टक्क टक्क यहाँ सब आफ्नो आफ्नो इन्जोयमेन्ट गरिरहेछ आएर टक्क यहाँबाट त भ्यू मस्त आइन्छ यहाँबाट पनि यहाँ चाहिँ तपाईँहरूको यहाँ पुलको भ्यू हेर्नु के यताको समुद्रको साइडको पुलको भ्यू छ मस्त भ्यू छ यहाँ बिचको तपाईँ चाहिँ यहाँको भ्यूहरू हेर्दै जानु मस्त छ के भनिन्छ अरे यहाँको सिनहरू हेरेर त मस्त मन मोहिन्छ नि त यहाँ यस्तो छ कि टक्क यसरी यहाँ छाएर टक्क यसरी चाहिँ यहाँ यस्तो चाहिँ यस्तो समुद्रतिर छ कि यस्तोमा ठाउँमा आइपुगेको छौँ यहाँको लोकेसनहरू पनि दामी दामी छ त यहाँको लोकेसनहरू हेर्नु के यहाँ पनि मस्त दामी छ हामी यहाँ त हिजोको सिन आएको Say hello! Welcome to Busan! बिचको यो अन्तिम ठाउँमा आएर हाम्रो ब्लग यहीँ एन्डिङ हुन्छ तपाईँहरू च्यानललाई लाइक सब्सक्राइब गर्नु फेसबुकको पनि लिङ्क राखिदिएछु त्यहाँ गएर तपाईँ फेसबुकमा पनि फलो गरिदिनु होला र इन्स्टाग्रामको पनि लिङ्क राखिदिएछु त्यहाँ गएर इन्स्टाग्रामलाई पनि फलो गर्न बाई बाई सी यू सुन इन नेक्स्ट ब्लग